बाबु कान्छा भनेर अस्पतालको बेडमा उनीहरूको हात समाउनु म त कस्तो उहाँ चाहिँ मेरो आफ्नै भाइ जस्तो लाग्छ कि मलाई अनि त्यो सुरुमा आन्दोलन हुनु अघिदेखि नै उहाँहरूले मलाई एकदम त्यो गरिरहनु भएको थियो तपाईँ आइदिनुपर्छ दिदी तपाईँले चाहिँ भनौँ न अब नेतृत्व गरिदिनुपर्छ कोही पनि आउँदैनन् सबैजना कुर्सीमा मात्रै बस्छन् तर खुलेर आउँदैनन् हाम्रो सपोर्ट गर्ने कोही छैन तपाईँ चाहिँ लिडर भइदिनु पर्यो मेरो हाम्रो भनेर भन्थे अनि मैले चाहिँ म नि गएको थिएँ त्यो दिन अनि त्यो भाइहरू देख्दाखेरि चाहिँ खास मैले के भनेको उनीहरूलाई म लिडर होइन तिमीहरू नै लिडर हो किनकि म तिमीहरूको ग्रुपको होइन म आउन सक्दिनँ भाइ भन्दाखेरि मलाई यति धेरै प्रेसर आयो हजुर यति धेरै मेसेज आयो आई कान्ट एक्सप्लेन इन वर्ड मलाई यति प्रेसर छ टिकटकबाट यो अहिले जेनजी पुस्ता भने कस्तो भने उनीहरू मोबाइल बिना बाँच्नै नसक्ने पुस्ता रहेछ कि मलाई त्यो थाहा थिएन ती भाइहरू अनि बिचमा अब जुन हाम्रो प्रधानमन्त्री होइन जुन सञ्चार मन्त्रीले चाहिँ तपाईँको त्यो फेसबुक नचलाउने भनेर बनाइदियो अनि त्यो बनाइदिएपछि उनीहरू त कस्तो भने एउटा उनीहरूको उसबाटै छुट्या जस्तो भयो नि त भनौँ न एउटा मेरो पार्टै छुट्यो उनीहरू त एकदम टेक्नोलोजी आज के भइरहेछ भोलि के भइरहेछ भनेर एकदम त्यो खालको एउटा रवाफ भएको त्यो किसिमको एउटा एनर्जी भएको ग्रुप रहेछ क्या यो जुन जेनजी पुस्ता भनेको चाहिँ अनि त्यही क्रममा चाहिँ अब उनीहरू बिचरा अब मसँगै उफ्रि